आज म यहाँहरूलाई टिकटक ब्यालेन्स कसरी चेक गर्न सकिन्छ भनेर भिडियो बनाउन लागिरहेको छु। आशा छ यहाँहरूले यस भिडियोलाई कतै पनि स्किप नगरिकन हेरिदिनु हुनेछ भन्ने आशा लिएको छु। मेरो यस युट्युब च्यानललाई पनि सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गरिदिनु हुन अनुरोध गर्दछु। टिकटक ब्यालेन्स चेक गर्नको लागि सर्वप्रथम हामीले टिकटक एप्स ओपन गर्नुपर्नेछ। टिकटक ओपन गरिसकेपछि हामी होम बटनमा आइसकेका छौँ। हामी टिकटक ब्यालेन्स चेक गर्नको लागि प्रोफाइलमा टच गर्नुपर्नेछ। प्रोफाइलमा टच गरिसकेपछि हाम्रो प्रोफाइल ओपन भइसकेको छ। कतिपय अकाउन्ट्सहरूको चाहिँ टिकटक स्टुडियो सब्सक्रिप्सन देखाएको बटनमा ब्यालेन्सको अप्सन पनि रहेको हुन्छ, तर यहाँ ब्यालेन्सको अप्सन रहेको देखाइएको छैन। यसको लागि राइट साइडको टप कर्नरमा 3 डट्स देख्न सक्छौँ। त्यो 3 डट्समा हामी क्लिक गर्नुपर्नेछ। 3 डट्समा क्लिक गरिसकेपछि टिकटक स्टुडियो ब्यालेन्स, क्युआर, सेटिङ एन्ड प्राइभेसी देखाइसकेको छ। त्यसमध्ये हामी ब्यालेन्समा टच गर्नुपर्नेछ। ब्यालेन्समा टच गरिसकेपछि यहाँ ओपन भइसकेको छ। हाम्रो अकाउन्ट्समा रहेको हामीले अर्निङ गरेको टिकटक ब्यालेन्स चाहिँ $5.83 देखाइएको छ। त्यसैगरी कोइन्सहरू पनि हामी यहाँ देख्न सक्छौँ, सो गरिरहेको छ। 171 कोइन्सहरू चाहिँ यहाँ रहेको छ। यो कोइन्सहरू चाहिँ हामी विभिन्न गिफ्ट्सको रूपमा दिन सक्छौँ। हामीले बाई गरेको, किनेको गुडी ब्याग, ट्रेजर बक्सहरूबाट सङ्कलन गरिएको कोइन्सहरू चाहिँ यहाँ सो गरेको छ। त्यसैगरी $5.83 चाहिँ कहाँबाट हामी सङ्कलन गऱ्यौँ त, अर्निङ भयो त भनेर डिटेल्ली रूपमा हेर्नको लागि त्यहाँ भ्युजको अप्सन रहेको छ। त्यो भ्यूमा टच गर्नुपर्नेछ। त्यहाँ भ्यूमा टच गरिसकेपछि चाहिँ हाम्रो टिकटकमा अर्निङ भएको ब्यालेन्स चाहिँ कहाँबाट आयो भनेर हामी चाहिँ डिटेल्ली रूपमा हेर्न सक्छौँ। त्यसको लागि यहाँ देखाइसकेको छ, $मा क्लिक गर्नु पर्नेछ। त्यसपछि यहाँ विथड्रको अप्सनसँगै विभिन्न डेट सहितको हाम्रो सङ्कलन भएको रिवार्ड्सहरू, लाइभ रिवार्ड्सहरू यहाँ देख्न सकिन्छ। यहाँ विभिन्न समयमा सङ्कलन भएको हाम्रो ब्यालेन्सहरू चाहिँ सो गरेको छ। यसबाट हामी थाहा पाउन सक्छौँ टिकटक ब्यालेन्सहरू कहाँ, कहिले, कति अर्निङ भएको थियो भनेर देख्न सक्छौँ। यसरी हाम्रो टिकटक अकाउन्टमा रहेको ब्यालेन्सहरू सजिलैसँग हामीले चेक गर्न सक्छौँ। यस भिडियोले तपाईहरूले पनि टिकटक ब्यालेन्स चेक गर्न सक्नुहुनेछ भन्ने मैले आशा लिएको छु। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुनको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।